साथीहरू तपाईहरुलाई फेरि स्वागत छ। हामी चाहिँ हिजो लुम्बिनी घुमेर आएर त्यही होटलमा अस्तिको होटलमा बसेथ्यौं। आज चाहिँ होटलबाट हामी चेकआउट गरेर निस्किने अनि हाम्रो आज चाहिँ तानसेन जाने प्लान छ। के कसो हुन्छ म हजुरलाई टाइममा अपडेट गर्छु, हेर्दै गर्नु होला। साथीहरू हामी चाहिँ उता होटलबाट चेकआउट गरेर यता बुटोलको बस पार्कमा आएर यस्तो नास्ता सास्ता गरेर अब चाहिँ तानसेन जाने बसमा हामी चढेको छौँ। तानसेनतिर अब के कसो छ हामी समयसँगै हजुरहरूलाई अपडेट गराउँदै गर्छौँ, हेर्दै गर्नु होला। स्टे भएको हामी चाहिँ उता तानसेनको चाहिँ होराइजन चोकमा झरेर अब यसो हाम्रो मित्रको मामा घर जानु लाग्यो। आज बसाइ यतै हुन्छ। अब के छ कसो छ यता तानसेनतिर त हामी त्यस्तो डुलिन्न, यतिकै मामा घरतिर भेटघाट गर्न लागेको घुमघाम। अब आफ्नो आएको काम चाहिँ भ्याइयो, हाम्रो मुख्य काम अलिअलि घुमघाम भयो अनि यता चाहिँ यस्तो भेटघाट मात्र। ल हेर्दै गर्नु, हामी कता कता गइन्छ अथवा केही अपडेटहरू दिन पऱ्यो म हजुरहरूलाई भिडियो गरेर ट्याक्क दिन्छु है। हस्, किप वाचिङ। हामी चाहिँ पाल्पाको होराइजन चोकमा झरेर साथीको बुढो मामा घर गएर भेट्यौँ अनि अब चाहिँ हामी पाल्पा दरबारहरू घुम्न र टुडी खेल जाने भनेर माथि जाँदैछौँ। दुईवटा थाकेका यात्रुहरू, टुरिस्टहरू। उकालो कतिको छ? ठिक छ, जाँदै गर्नु। उकालो जतिको त्यतिकै छ, हेर्न घट्न सक्नु नपर्नु। लौरो ल्याउ न, मलाई भिडियो गराएको कुल हुनलाई हो क्या। चारैतिर फाटाफाटी। यहाँ चाहिँ यस्तो उकालो, यो तेस्रो उकालो हामीले यस्तो ठाडो उकालो चढेको। अझै एउटा छ, रमाइलो रहेछ ठाउँ, राम्रो रहेछ। हामी चाहिँ तानसेन बजार आइसकेको छौँ। अब अलिकति माथि चढेपछि चाहिँ हाम्रो पाल्पा दरबार आउँछ। यो चाहिँ हाम्रो लुम्बिनी प्रदेश। यहाँ हाम्रो टिकट काउन्टर भयो। यो रानी महल। हामी चाहिँ बाहिर टिकट काटेर झोलाहरू भयो उतै बाहिर काउन्टरमै राखेर भित्र हेर्न आएको छौँ। अब भित्रहरू पुरै एन्टिक पिसहरू छन्, तपाईँले हेर्न सक्नुहुन्छ। सबै पुराना राजाहरूको पालाको, यो पाल्पाको राजाको पालाको चाहिँ सबै सामानहरू, भाँडाकुँडाहरू लगायत धेरै कुराहरू छन्।
उत्तर यता यहाँ चाहिँ हाम्रो विभिन्न देशहरूको कागजी पैसाहरू चाहिँ राखेको रहेछ सङ्कलन गरेर। यहाँ धेरै देशहरूको छ। हाम्रो उतापट्टि चाहिँ विभिन्न देशहरूको नोट राखेको रहेछ अनि यतापट्टि चाहिँ नेपालकै पुराना नोटहरू हुन्छ नि। अब मोर नोट भन्ने थियो एउटा, मोर 1 रुपियाँको 2 रुपियाँको लगायत राजा महेन्द्र वीरेन्द्र ज्ञानेन्द्रसम्मको हुन्छ नि सबैको नोटहरू भएको राखेको। अनि 25 को अनि 250 को नोट पनि थियो। म्युजियमको सबै ठाउँहरू देखाउन मिल्दो रहन्छ। कतिपय ठाउँहरूमा भिडियो गराउनै नमिल्ने रहेछ। त्यहाँ कुनै कुनै कोठाहरूमा चाहिँ एकदम रियर चिजहरू भिडियो गराउनै नमिल्ने चिजहरू रहेछन्। एउटा कोठामा चाहिँ हाम्रो राजाहरू हुन्छ नि, हाम्रो पृथ्वीनारायण शाहदेखि अहिलेसम्मको सबै राजाहरू लगायत सबैको डिटेल्सहरू थियो। त्यो कोठामा भिडियो गराउनै नमिल्ने रहेछ। मलामासको बेलामा कता बिहा भयो भनेको त यहाँ विवाह कक्ष नै रहेछ क्या। ओहो यहाँ त बिहा हुन ला रहेछ ल। पण्डित बाजे गुरु नारायण गुरु यता कुशलासी। हामी चाहिँ यता दरबार छ, दरबार भिजिट गरेर चाहिँ अब निस्किसकेछौँ। हामी चाहिँ अब फेरि अन्त जाने प्लान छ। अब गाडी कुर्नु गरे एकछिन अनि त्यसपछि गएर अब नाइट स्टे हाम्रो त्यहीँ हुन्छ। यो चाहिँ नेपालकै सबभन्दा ठुलो ढोका हो अरे हामीलाई सुनेको। हस्, पाल्पा भिजिट गरिसकेपछि चाहिँ अब हामी स्याङ्जा जानको लागि गाडी कुर्नलाई टुडीखेलमा जान्छौँ। आजको हाम्रो नाइट स्टे चाहिँ स्याङ्जामा हुन्छ। अब चाहिँ हामी टुडीखेलतिर हिँडेको, ओह्रालो बाटो भिरालो छ, यस्तै हो। उकालो चढ्दा मात्र त होइन क्या, झर्ने बेला त केही उनी हुँदो रहन्छ। हामी चाहिँ हेर्दै टुडीखेल आइए हो। यो चाहिँ अब काठमाडौँको टुडीखेल भन्न हुन्थ्यो, तर काठमाडौँको होइन है। यो चाहिँ पाल्पाको टुडीखेल हो। क्रिकेट म्याच चलिरहेको छ। कसको क्रिकेट हाम्रो यता चाहिँ इन्टरनेट स्कुल बिचमा क्रिकेट भइरहेछ। भर्खर चौका हानेछ। चौका म्याच चलिरहेछ टुडीखेलमा, पाल्पाको टुडीखेलमा क्रिकेट म्याच चलेछ। यता चाहिँ यस्तो भ्यू छ। एक रन लिए पर यहाँ म्याच जित्छ है ल। रेटिङ पाउँदैन दिएन अब इन्टरनेसनल भण्डारी रहेछ कि बेस्ट खेले। विनिङ सट चौका।
विनिङ सर्ट चौका ल भाइहरूले जिते है विनिङ सर्ट चौका गइसक्यो बिजु बर्डिङ अरे ल साथीहरू हामी चाहिँ पाल्पा तानसेनमा आएर पनि यता दरबार घुमियो दरबार घुमेर यता टुडी खेल पनि घुमियो दरबारको म्युजियमको भिडियो हेर्नुभयो हजुरले म्युजियममा चाहिँ हामीले त्यस्तो देखाउन पाइएन अलिअलि क्लिप चाहिँ मैले हालेको अनि यता चाहिँ अब टुडी खेलको देख्नुभयो हजुरले म्याच चलेको थियो लगायत हामीले 2 दिनमा धेरै घुमियो हजुरहरूले अब देखाउन सकेको बनाउन सक्यो मैले कोसिस गरेर देखाएँ कस्तो लाग्यो हजुरहरूले अब कमेन्टमा प्रतिक्रिया दिनु होला अब हामी चाहिँ आज चाहिँ साथीको मामा घर गएर बस्ने कुरा छ अनि भोलि बिहान मर्निङमै निस्किने कुरा छ त्यही भएर अब भ्लगलाई चाहिँ मैले यसैमा इन्ड गर्छु हजुरलाई के कस्तो लाग्छ मलाई प्रतिक्रिया दिनु होला अब यसपछिको चाहिँ मैले पार्टहरू जोडिनँ हस् धन्यवाद हेर्नुभएकोमा खुसी लाग्यो होइन के भन्ने हाम्रो अझै पनि तानसेनमा अझै पनि घुम्ने ठाउँ छ तर अहिले समयको उल्लेख गर्दाखेरि अलिक घुम्न पाएन हामी फेरि पनि अर्को ब्लग लिएर छिट्टै आउनेछौँ 2-3 महिनाको अन्तरमा यस ब्लगलाई कतिको माया गर्नुहुन्छ त्यो अनुसारले हामी फेरि पनि आउनेछौँ यो ठाउँलाई घुम्न यहाँ तानसेनको सबैजनालाई माया गरिदिनु होला धन्यवाद